यो चाहिँ खानी प्रयोजनार्थ खोलिएको बाटो हो। नेपालटारमै अवस्थित छ यो बाटो चाहिँ। खानीको कार्यविधि नियम ऐन कानुनले बोले अनुरूप चाहिँ कुनै पनि कामहरू चाहिँ भएको देखिएको छैन। जे खालको सम्झौता गरिएको छ हामीले खानीसँग, खानीले गर्नुपर्ने प्रतिबद्धताहरू पुरा नभएको अवस्थाले गर्दाखेरि चाहिँ नेपालटारवासीको जनजीवन त्रसित भएको अवस्था छ। खाल्टाखुट्टी, अनुचित व्यवस्थापन र आवश्यक पूर्व तयारीको कमीको कारणले गर्दाखेरि चाहिँ यो बाटोको अवस्था यस्तो रहेको छ। यसको विषयमा सम्बन्धित निकायलाई बारम्बार ताकेता गर्दा पनि कुनै खालको तदारुकता नदेखाएको कारणले गर्दाखेरि चाहिँ आज हामी सम्पूर्ण नेपालटारवासीहरू यस समस्याबाट ग्रसित हुन पुगेको कुरा यहाँहरू समक्ष मैले देखाएँ।